भएको थियो अरे भन्ने हल्ला सुनेको थिएँ। अब म राइट हो या होइन? मनपर्ने एज अ क्रस टाइपको अब कोही मन परिन्छ भने क्रस त सोचिन्छ नि होइन। उहाँ त एकदमै राम्रो लाग्छ, उहाँको ह्याबिटदेखि लिएर सबै। अब हजुरलाई पनि थाहा छँदैछ उहाँ कहिले पनि ठुलो पल्टिनुहुन्न, सबैलाई आएर नमस्ते नमस्ते। उहाँको एकदमै लोयल्टी एकदमै राम्रो छ, ह्याबिट एकदमै। अब उहाँसँग स्क्रिन सेयर गर्दाखेरि धेरै कुरा दर्शकले धेरै कुरा सिक्नुहुन्छ। अनि प्लस अब हामी एज अ आर्टिस्टले उहाँसँग काम गर्दाखेरि एकदमै धेरै कुराहरू सिकिन्छ, जस्तै क्यामेरा फेस कसरी गर्ने होइन। एकदमै हम्बल एकदमै हेल्पफुल हुनुहुन्छ। तपाईँ त फेरि पलको फ्यान पनि भनेर सुनेको थिएँ, मतलब आई मिन क्रेजी फ्यान भने सुनेको थिएँ। अब एउटै सेटमा एउटै स्क्रिन सेयर गर्नु पाउँदाखेरि चाहिँ कस्तो फिल भएको थियो? फ्यान भन्दा नि यसो आफूलाई मनपर्ने एज अ क्रस टाइपको। अब कोही मन परिन्छ भने क्रस त सोचिन्छ नि होइन। अनि एज अ मनपर्ने हिरोसँग काम गर्न, को आर्टिस्ट बनेर काम गर्न पाउँदा त एकदमै खुसी लागिहाल्छ। अनि सँगै स्क्रिन सेयर गर्न पाउँदा त एकदमै खुसी लाग्छ। प्रपोज पनि भएको थियो अरे भन्ने हल्ला सुनेको थिएँ। अब म राइट हो या होइन के हो अलिकति बताइदिनु। होइन त्यस्तो होइन, विवाहकै प्रस्ताव भन्ने सुनेको थियो। होइन त्यस्तो होइन। मन चाहिँ पर्छ भनेको हो, तर त्यस्तो लाइक विवाह नै गर्छु उहाँसँग विवाह नै हुनुपर्छ भन्ने कुरा चाहिँ छैन। किनभने उहाँको पनि लाइफ छ आफ्नै टाइपको, मेरो पनि लाइफ छ, त्यो विवाह नै गर्छु। होइन त्यस्तो भनेकै छैन। लाइक छैन, मैले अहिलेसम्म तपाईँले एकदमै राम्रो लाग्छ मनपर्छ भनेको पनि छैन। उहाँलाई पनि थाहा छैन मैले मन पराउँछु भनेर, या उहाँलाई पनि मैले अब त केही कुरै भएको छैन कि त्यस्तो कुरा भनेको छैन। आफ्नो क्रससँग स्क्रिन सेयर गर्दाखेरि त मान्छे नर्भस हुन्छ अरे, तपाईँ चाहिँ कतिको नर्भस हुनुभयो? नर्भस त भएन, किनभने पहिलादेखि नै म एज अ पुरानो आर्टिस्ट